guys, welcome back to my channel. आज फेरि मैले लिएर आएको छु भ्लग। लास्ट हाम्रो काठमाडौँको स्टेकेसनकै रहेको छ सेकेन्ड पार्ट। अलि कन्सिस्टेन्ट हुन चाहिँ निकै गाह्रो रहेछ है सोसल मिडियामा। सो अलि धेरै दिनपछि नै मैले यो भ्लग लिएर आएको छु। आज हामी कुरा गरौँ आफ्नै बाटो अरूको नजरबारे है त। मतलब अरूले हामीलाई चाहिँ अथवा हाम्रो जर्नीलाई चाहिँ कसरी हेर्ने गर्छन् त भन्ने कुराको बारेमा चाहिँ आज केही उदाहरणसहित हामी चाहिँ कुरा गर्नेछौँ। सुरु गरौँ है। म केही दिनदेखि एक कुरामा ध्यान दिँदै थिएँ। मैले यात्रा गरेको र फोटो राखेकोमा धेरैले चर्चा गरेको सुने, तर जति मैले सोचेँ त्यति मैले एउटा सत्य देखेँ जसले मलाई भन्छन् उनीहरू नै प्राय चाहिँ मभन्दा बढी यात्रा गर्छन्। उनीहरूले विभिन्न ठाउँमा घुमेर होइन इन्टरनेसनल ट्रिप नै गरेर चाहिँ फोटो राख्दा चाहिँ त्यो साधारण हुन्छ, तर मैले राख्दा त्यो देखावटी हुने र कति चाहिँ घुम्न जाने रहेछन् है भन्ने चाहिँ एउटा टिप्पणी सधैँ नै मैले सुनिरहेको हुन्छु। र मलाई लाग्छ यो चाहिँ दोहोरो मापदण्ड हो है, डबल स्ट्यान्डर्ड यु नो। तर म अरूको पाखण्ड देखेर विचलित हुन चाहन्न। त्यसैले म आफ्नो पक्षमा यति मात्रै भन्न चाहन्छु कि तपाईँले मेरो फोटो देख्नुहुन्छ तर मेरो यात्रा देख्नुहुन्न। तपाईँले त्यो मानसिक थकान देख्नुहुन्न जसले व्यक्तिलाई चार भित्ताभित्रै थलो बनाइदिन्छ। तपाईँले त्यो भित्री सङ्घर्ष देख्नुहुन्न जसले मानिसलाई आफैलाई फेरि जिउँदो महसुस गराउने बहाना खोज्न बाध्य बनाउँछ। हो, म यात्रा गर्छु, हो म फोटो पनि राख्छु, किनभने मेरो लागि यो भिडभाड होइन, यो मौन उपचार हो। यो एउटा माध्यम हो कि मेरो डर मात्र वास्तविक होइन, संसारको सुन्दरता पनि उत्तिकै वास्तविक छ। तर यहाँ ज्ञानको कुरा के हो भने म अरूले के सोच्छन् भन्ने भन्दा मैले आफैलाई के चाहिन्छ भन्नेमा ध्यान दिनु ठुलो कुरा हो। हरेक मानिसको आफ्नै कथा हुन्छ। कसैको यात्रा भाग्यको हो भने कसैको बाध्यता हो र कसैको बाँच्ने उपाय। हामीले एकअर्काको भित्री युद्ध नदेखि बाहिरी चाल मात्र टिप्पणी गर्छौँ र जुन व्यक्तिले मलाई निहाल्छ उसले आफ्नो ऐना हेर्नु आवश्यक छ जस्तो लाग्छ, किनभने हामी सबैलाई कुनै न कुनै रूपमा बाहिरिनु, देखिनु र बाँचिरहेको महसुस गर्न आवश्यक छ। त्यसैले म कसैसँग गुनासो गर्न चाहन्न। म बुझ्न चाहन्छु तर म स्पष्ट पनि हुन चाहन्छु। तपाईँ मेरो जीवन बाँच्दै हुनुहुन्न। तपाईँलाई मेरो परिस्थितिबारे थाहा छैन र एकचोटि आफूलाई पनि त्यही मापदण्डमा राखेर हेर्नुहोला। यहाँहरू कतिजनाले चाहिँ यस्तै परिस्थिति भोग्नु भएको छ होला त। यो अवस्थामा चाहिँ तपाईँहरू कसरी प्रतिक्रिया दिनुहुन्छ होला अथवा दिनुहुन्न होला अथवा मौन बस्नुहुन्छ होला, के गर्नुहुन्छ भन्ने कुरा चाहिँ मलाई एकदमै जानकारी लिन मन लागेको छ। त्यसैले कमेन्ट डाउन गर्नुहोला कमेन्ट सेक्सनमा। र हामी आफ्नो जीवन आफै बाँच्ने हो, आफ्नो तरिकाले बाँच्ने हो, किनकि मर्ने बेला हामी आफै एक्लै मर्नेछौँ। त्यसैले यहाँ अरूले के भन्ला भनेर सोचेर चाहिँ आफ्नो जिन्दगीलाई बर्बाद गर्नुभन्दा बरु हामी आफै रमाएको चाहिँ राम्रो हो जस्तो लाग्छ अहिले आएर चाहिँ। र मान्छेहरूले हामी एक दुई दिन घुमेको त देख्छन्, तर महिनाभरि चाहिँ मरिमरि काम गरेको, आफ्नो हरेक रेस्पोन्सिबिलिटीहरू पुरा गरेको चाहिँ देख्दैनन् है। त्यसैले भन्छु यी सब कुराहरूलाई साइडमा राखेर हामी चाहिँ आफ्नो लाइफलाई अझै राम्रो बनाउनेतिर चाहिँ जानुपर्छ जस्तो लाग्छ। र यु क्यान सी हाम्रो चाहिँ यो घुमघाम एकदमै रमाइलो भएको थियो। हामी यहाँ मन्दिर दर्शन पनि गऱ्यौँ है, त्यो दिन पनि एकदमै भिड रहेको थियो मन्दिरमा। सो दिस इज अल फर टुडे। यु क्यान इन्जोय दिस साइट्स। हामी फेरि चाहिँ मयुरीमा आफ्नो रुमबाट निस्केर हामी चाहिँ काउन्टरमा आयौँ र आफ्नो सबै क्लियरेन्स
कोसिस गरेर हामी चाहिँ अब निस्क्यौँ आफ्नो घरतिर। बाई बाई।